हेलो एभ्रिवान, हजुरहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ। आज चाहिँ हामी मम्मीको जन्मदिन परेको हुनाले मानस सेवा आश्रममा जाँदैछौँ। हामी घरदेखि हिँडिसक्यौँ, सबैजना घरदेखि हामी हिँडिसक्यौँ। अनि कस्तो रमाइलो भएको छ कि त्यहाँ जानलाई हामी बढी एक्साइटेड छौँ कि फर्स्ट टाइम जानु भएको। अनि यति एक्साइटेड लागेको छ। मम्मी भएको भए झन् रमाइलो हुन्थ्यो। मम्मी चाहिँ अब टाढा हुनुभयो, त्यही पनि मम्मीलाई धेरै धेरै मिस गरिरहेको छु। त्यहाँ जाँदा त धेरैजना हुनुहुन्छ होला, कति खुसी लाग्छ होला जस्तो मन लाग्थ्यो। हामी चाहिँ घरदेखि हिँडिसक्यौँ। घरदेखि हिँडेर हाम्रो चोकमा जानलाई थोरै 2 मिनट लाग्छ। त्यसपछि भाइहरू बाइकमा गए अनि हामी चाहिँ अटोमा गयौँ सबैजना। कति रमाइलो भएको छ के। अनि भतिजी चाहिँ फेरि मैसँग जाने भनेर फेरि अटोमा गयो। त्यसपछि हामी अटोमा चढेर माथि चोकतिर लाग्यौँ। त्यसपछि हामी एकछिनमा आश्रममा पुग्छौँ। अनि हामी चाहिँ फाइनली पुगिसक्यौँ। पुगेर पनि हामीलाई गेट खोलिदिइसक्नु भएको छ। अनि हामी चाहिँ भित्र गयौँ। भित्र जाँदा कति रमाइलो छ कि, बिचरा कति टिठ पनि लाग्यो। यस्तो मन पनि अर्कै भयो कि त्यहाँ जाँदा। त्यही पनि खुसी लाग्यो उहाँहरूलाई देख्दा भेट्दा। त्यसपछि उहाँहरूलाई हामी चाहिँ खाना खुवायौँ। खाना खाइसकेर अनि फेरि बत्ती बाल्नु पर्दो रहेछ अगाडि नै। खाना खानुभयो उहाँहरूले। सबैजना मिलेर हामी खाना खाइसक्यौँ। अनि त्यसपछि भाइले चाहिँ फ्रुटीहरू बाँड्यो। फाइनली हामी खाना खुवाइसकेर अनि हामी गेट बाहिर निस्किसक्यौँ। फाइनली खुसी लाग्यो त्यहाँ जाँदा आउँदा। अब चाहिँ हामी फर्किसक्यौँ। अब अटो नपाउने, त्यही भएर हामी एकछिन हिँडेको चोकमा आउनलाई। अनि रमाइलो लाग्यो कि जाँदा आउँदा। भाइहरू चाहिँ बाइकमा हिँडे, नानु सुतेको थियो। अनि त्यसपछि हामी अब भोक लागिरहेको थियो, नास्ता खानलाई होटेलमा आयौँ ड्रिम्समा। त्यसपछि कसैले बिरयानी, कसैले चिकन चाउमिन भनेर मैले चाहिँ डबल खाइदिएको, बिरयानी र चिकन चाउमिन। अनि सबैजनाले नास्ता खाइसक्यो। नास्ता खाएर अनि रमाइलो भयो। मम्मी टाढा भए पनि धेरै धेरै माया, मिठो सम्झना मम्मी। हजुरको हरेक सपनाहरू यसरी नै पुरा गर्न सकौँ। अनि त्यसपछि हामीले फोटोहरू खिच्यौँ एकछिन।